भाइ बहिनीहरू क्लास 12 को एक्जाम वैशाखमा हुन गइरहेको छ र त्यही एक्जामलाई चाहिँ विशेष ध्यान दिएर मैले तपाईँहरूलाई युट्युबको माध्यमबाट चाहिँ बुकको क्वेसन ब्याङ्कको सबै विभिन्न टाइपका क्वेसनहरू गराएर चाहिँ तपाईँहरूलाई चाहिँ एक्जामलाई सहज होस् भन्ने हिसाबले चाहिँ म तपाईँहरूलाई चाहिँ फर्मेटमा बनाएर हिसाबले चाहिँ तपाईँलाई सहज होस् भन्ने हिसाबले म तपाईँलाई चाहिँ सहयोग गर्न खोजिरहेको छु है। र आज हामी नयाँ च्याप्टर पढ्न गइरहेका छौँ जसको नाम हो इकोनोमिक अर क्वान्टिटी। के हो यो इकोनोमिक अर क्वान्टिटी भन्ने कुरा जान्नु पर्यो। यो भनेको एउटा इन्भेन्ट्री म्यानेजमेन्ट हो विच हेल्प्स द company to calculate the optimum or quantity that should be purchased to minimize its total inventory cost। भनेको इन्भेन्ट्री म्यानेजमेन्ट हो जसले कम्पनीलाई के डिटर्मिन गर्छ भन्दा चाहिँ कति अप्टिमम अर क्वान्टिटी किन्नु भयो, जसले गर्दाखेरि यसको चाहिँ टोटल इन्भेन्ट्री कस्ट चाहिँ मिनिमाइज गर्न सहयोग गर्छ भन्ने कुरा चाहिँ क्यालकुलेट गर्न हामी इओक्यू युज गर्ने गर्दछौँ। अब इओक्यूको एजुम्सनहरू के हो भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। एजुम्सन भनेको चाहिँ इन्भेन्ट्री डिमान्ड इज कन्सिस्टेन्ट ओभर द इयर हुन्छ। क्यारिङ कस्ट पर युनिट इज नोन होइन। अर्को एनुअल रिक्वायरमेन्ट अफ म्याटर सुड बी प्रेडिक्टेबल हुनसक्छ र अरिङ कस्ट पर अर इज नोन भनेर बुझ्नुपर्ने हुन्छ। टाइप्स अफ इन्भेन्ट्री कस्ट भन्छौँ। सबभन्दा सुरुमा जान्नुपर्ने कुरो हुन्छ क्यारिङ कस्ट भन्छौँ। यो चाहिँ कस्ट रिलेटेड टु द स्टोर रुमसँग रिलेटेड कस्टहरू हुनसक्छ र हामी होल्डिङ कस्ट पनि भन्न सक्छौँ। र इट इज क्यालकुलेट अन द बेसिस अफ एभरेज इन्भेन्ट्री। एभरेज इन्भेन्ट्रीको बेसिसमा चाहिँ यो क्यालकुलेट गर्ने गरिन्छ भनेर बुझ्नुपर्ने हुन्छ। र अर्को के छ भन्दा चाहिँ इट इज डाइरेक्टली proportional to the number of order placing the year. Man, that is, if the number of order placed during the year increase, the annual ordering cost will also increase भनेर यसले भन्छ। र अर्को हेर्नुहोस् त इट इन्क्लुड द फलोइङ आइटम जस्तै इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट or capital, material handling cost, insurance premium, cost of material and warehouse भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। अब हेर्नुहोस् क्यारिङ कस्ट इज क्यालकुलेट एज फलोज भनेर बुझ्नु पऱ्यो। जस्तै क्यारिङ कस्ट निकाल्ने के छ Q/2 इन्टु C हुन्छ। Q/2 भनेको एभरेज इन्भेन्ट्री अघि भर्खर भनेको छु इन्टु क्यारिङ कस्ट पर युनिट भनेर बुझ्नु पऱ्यो। अब अरिङ कस्ट छ। अरिङ कस्ट भनेको के रहेछ त भनेर बुझ्नु पऱ्यो। इट इज अ कस्ट इन्क्वायर है। कस्ट इन्क्वायर फ्रम द प्लेसिङ अर्डर टु गुड्स रहेछ भनेको तपाईँले त्यो म्यानुफ्याक्चरिङ भएको कम्पनी त्यहाँबाट सामान चाहिँ तपाईँ प्राप्त गर्दासम्म राख्ने खर्चलाई चाहिँ हामी अर्डरिङ कस्ट भन्छौँ र प्रोक्युरमेन्ट कस्ट, सेटअप कस्ट वा प्रोसेसिङ कस्ट पनि भन्ने गरिन्छ। र अर्को यसले के भन्छ भन्दा चाहिँ होइन नम्बर अफ अर्डर इन्क्रिजेस। जब नम्बर अफ अर्डर इन्क्रिजेस हुन्छ टोटल एमाउन्ट अफ अर्डरिङ कस्ट अल्सो इन्क्रिजेस एन्ड भाइस वर्सा। बट हेर्नुहोस् त अर्डरिङ कस्ट पर अर्डर रिमेन कन्सटेन्ट। के भन्छ नम्बर अफ अर्डर इन्क्रिज हुन्छ टोटल कस्ट टोटल एमाउन्ट अफ अर्डर कस्ट इन्क्रिज हुन्छ तर अर्डरिङ कस्ट पर अर्डर कन्सटेन्ट हुन्छ र इट इज डिनोटेड बाई ओ भन्छ। जस्तै अर्डरिङ कस्ट इन्क्लुड अफ फलोइङ आइटम कुन कस्ट अफ टेलिफोन, टेलिग्राम होइन, फ्याक्स, पर्चेस अफ मेटेरियलहरू, कस्ट अफ स्टाफ, एसएस द पर्चेस डिपार्टमेन्टहरूको कुरा त्यो इन्क्लुड हुन्छ। कस्ट अफ इन्सपेक्सन, सुपरभिजन फर मेटेरियल कन्ट्रोलहरू हुन्छ। ट्रान्सपोर्टेसन एन्ड गुड्स रिसिभिङ कस्टहरू त्यो भयो। अब अर्डरिङ कस्ट क्यालकुलेट गर्ने फर्मुला कस्तो छ सर भन्नु र अर्डरिङ कस्ट क्यालकुलेट गर्ने चाहिँ A/Q इन्टु O भन्छ। जस्तै A भनेको चाहिँ एनुअल रिक्वायरमेन्ट भयो, Q भनेको चाहिँ क्वान्टिटी अफ मेटेरियल टु बी अर्डर एट अ वान रड भन्छ। भने यो के हुन्छ भने इओक्यू कि एकचोटिमा कति क्वान्टिटी ल्याउनु त भन्ने कुरा यसले क्यूले डिनोट गर्छ र O भनेको अर्डरिङ कस्ट पर अर्डर हो भनेर बुझ्नु पऱ्यो है। टोटल कस्ट भनेको के हो भन्छ। टोटल कस्ट भनेको चाहिँ अर्डरिङ कस्ट र क्यारिङ कस्टको सम हो भनेर बुझ्नु पऱ्यो। र टोटल कस्ट भनेको चाहिँ √2AOC एट इओक्यू भने इओक्यूको टोटल कस्ट निकाल्दाखेरि यो फर्मुला हामी युज गर्छौँ है। अनि मेथड्स अफ क्यालकुलेटिङ इओक्यू देयर आर मेथड्स अफ क्यालकुलेटिङ द इओक्यू। जस्तै त्यसमा तपाईँको फर्मुला हुन्छ ट्रायल एन्ड वा टेबुलर पनि भन्छौँ र ग्राफिक भन्छौँ। र हामी क्लास 12मा पढ्नेले चाहिँ हामी क्लास 12का भाइ बहिनी हामी क्लास 12मा चाहिँ हामीले चाहिँ फर्मुला मेथड मात्र युज गर्ने गर्छौँ। इफ तपाईँको इओक्यू निकाल्ने फर्मुला भनेको √2AO डिभाइड बाई C हुन्छ। ए भनेको मैले अघि भने एनुअल रिक्वायरमेन्ट भयो, O भनेको अर्डरिङ कस्ट पर अर्डर भयो, C भनेको क्यारिङ कस्ट पर इयर भनेर बुझ्नुपर्ने हुन्छ। र यसमा हेर्नुहोस् त धेरै फर्मुला छैन। तपाईँको जस्तै म्याक्सिमम नम्बर अप्टिमम नम्बर अफ अर्डर्स छ। यो भनेको A
ए बाई EOQ भयो र रेन्ज अफ इन्भेन्ट्री साइकल भन्छ जस्तै वर्किङ डेज विक मन्थ इन अ इयर बाई नम्बर अफ आवर हुन्छ। जस्तो डेज भन्यो भने तपाईँको चाहिँ भनौँ न 30 दिन हुन्छ, विक भनेको 52 भयो, मन्थ भनेको 12 भयो होइन, त्यसो निकाल्नु भयो। रेन्ज अफ इन्भेन्ट्री साइकल भनेको चाहिँ EOQ बाई ए इन्टु वर्किङ डेज इन अ इयर हो। र आज हामी यति गर्छौँ र भोलि पर्सितिर अब समय भ्याएसम्म म चाहिँ तपाईँहरूलाई अब यो EOQ को चाहिँ विभिन्न टाइपका क्वेसनहरू चाहिँ तपाईँहरू गराउँछु। आजलाई यति नै गरौँ र आजलाई यही भन्दै म यहाँ तपाईँहरूबाट म बिदा हुन चाहन्छु। धन्यवाद।